दाम छैन मुजी जहिले पनि चिलमा हो बस्दै थिएँ म त गाजा खाँदै टिल भो आँखा मेरो रातो यस्तै छ मुजी हिँड्दै थिएँ आफ्नै घरको बाटो तर एकदमै गाह्रो मुजी लास्टै किन भएको जिन्दगानी र्याकमा बितिरहेछ कहिले काहीँ सम्झिन त सम्झिन्छु सबैलाई तर थिएन मुजी केहीको पनि डर यस्तै छ मुजी सबै कुरा छैन मुजी बाल म त हिँड्दै थिएँ मुजी यताउता तर कसैलाई लाग्दैन केही पनि चिजहरू यस्तै छ मुजी काठमाडौँमा अहिले बिग्दैछ मुजी जग्गाहरू तर बाल थिएन कसैलाई म त मुजी यस्तै थियो मेरो हल्का फुल्का छोटो जिन्दगानी के गर्ने केटा यस्तै थियो घरको मुजी सबै कुराहरू हिँड्दै थिएँ म त आफ्नै बाटो तर यहाँसम्म आउँदा आउँदै मलाई लास्टै गाह्रो भएको जिन्दगानी र्याक लाग्दैछ मलाई आज भोलि तर छैन मुजी केहीको पनि मतलब टेन्सन यस्तै छ मुजी जिन्दगानी बित्दै थियो आफ्नै धुनमा तर केही थिएन यस्तै थियो लाइफको हरेक कुराहरू तर हिँड्नु पर्यो आफ्नै कुरा सुनि कसैलाई नटेरी यस्तै थियो जाँदै थिएँ लाइफमा म फेरि तर बाल थिएन कसैको म त यस्तै थिएँ एक्लो केटा बिग्रिरहेको बेला कस्तो मजा आउने फेरि डन्ठेको भाटा पर्दा बाटो र गल्ली चोक मुजी हिँड्दै थिएँ नबोल यस्तै थियो के गर्ने जीवन ठिक थिएन है सबै कुराहरू पनि तर के गर्ने भाइ झरिरहेको थियो केही चिजहरू थाहा थिएन मलाई पनि म त यस्तै थिएँ अब लाइफमा के गर्ने भनेर सोचेको होला कति बेला मुजी झर्ला गाजा होला बोलामा चिक्ने सो गर्दैछु म यो गीत लाग्छ मुजी संसारकै सबैभन्दा ठिक तर मा चिक्ने केही छैन टेन्सन यस्तै थियो यो गीत झर्नको लागि चाहियो मुजी कडक नोट तर बाल थिएन नोटको पनि हिँड्दै थिएँ म त बाटो लास्टै गाह्रो भएको जिन्दगानी मिलाउँदै तातिसक्यो मेरो पारो यस्तै छ चिक्ने जाँठो हिँड्दै थिएँ मुजी आफ्नै बाटो लास्टै छ क्युट तर थिएन मुजी केही पनि गर्नलाई बाँकी अब जिन्दगानी बित्दैछ साथी यस्तै थियो मुजी केही थिएन अब भन्नलाई भनिसकेँ मैले सबै तर भन्न मिल्दैन है केही पनि सुन्नु पर्यो सबैले राम्रोसँग ध्यान दिएर यो गीत अब के गर्ने यस्तै थियो इन्डस्ट्रीको बाल थिएन मलाई म त हिँड्दै थिएँ आफ्नो धुनमा इन्डस्ट्री भन्दै थिए केटाहरूले तर थिएन मुजी केहीको पनि टेन्सन जिन्दगानी यतिकै बित्ला फेरि सोचिहाल नत्र केही गरिहाल केटा हौ बाल थिएन हामीलाई त केहीको पनि जिन्दगानी यस्तै थियो हाम्रो भनिरहेको होला कति बेला मुजी थाहा छैन घडीको सुई पनि घुम्न थाल्यो कति होला पैसाको झोला कहाँबाट आउला भनेको होला तर सोच्नु पर्यो धेरै कुराहरू बाँकी अब यस्तै थियो जिन्दगानी बित्दै थियो साथी तर मुजी छैन केहीको पनि अब के गर्ने कहाँ जाने कसलाई के भन्ने अब केही छैन मुजी कुराहरू यतिमै सीमित छु म अहिलेलाई भन्दै यतिमै मेरो यो गीत समाप्त गर्दै भनेको थिएँ अब केही छैन ल भन्नलाई समाप्त यतिमै मेरो गीत अब समाप्त